नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न दिउमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौँ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौँ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु। यो समय आज फेरि म तपाईँको बिचमा उपस्थित भएको छु र यो समय परमेश्वरले मलाई उहाँको जीवित वचन बोल्न सहायता गर्नु भएको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु। आज पनि परमेश्वरले तपाईँ सबैलाई जसले यो कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँको वचनद्वारा तपाईँको हृदयमा आशिष दिनुहुनेछ। म पूर्ण रूपमा विश्वस्त छु। आज हामी अरू बेलामा पनि अध्ययन गर्दै आएको बाइबल खण्ड यूहन्नाको सुसमाचारको पुस्तकबाट विचार गर्नेछौँ। आजको हाम्रो बाइबल खण्ड हुनेछ यूहन्नाको सुसमाचार 14 अध्यायको 1 देखि 3 पद। यहाँ यसरी तपाईँले पढ्न सक्नुहुन्छ। तिनीहरू हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमा विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र? तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र त्यहाँ तिमीहरू पनि हुनेछौ। 11 जना प्रेरितहरूको हृदय अति व्याकुल भएको थियो। सुरुको पहिलो पदले यो कुरा हामीलाई जाहेर गर्दछ, हामीलाई बताउँदछ तिनीहरूको हृदय व्याकुल भएको थियो। विभिन्न कुराहरूले गर्दा तिनीहरूको हृदय विचलित भएको थियो, किनकि तिनीहरू मध्ये एकजनाले उहाँलाई धोका दिन लागेका थिए। यहुदा जसले येशूलाई पूर्ण रूपले 3.5 वर्षसम्म पछ्याएका थिए र कसैले पनि विश्वास गरेका थिएनन् कि ऊ एक विश्वासघाती अर्थात् धोकेबाज हो भनेर। येशू प्रभुको अन्तिम भोजमा उहाँले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ। तिनीहरू एक अर्कालाई हेराहेर गरे र चकित। तब पत्रुसले उहाँलाई सोधे, प्रभु के त्यो म हुँ? अर्थात् को हो त्यो धोकेबाज? तिनीहरू धोकेबाजको विषयमा लिएर व्याकुल भएका थिए। तिनीहरूको अनुहारमा ज्योति थिएन, खिन्न भएका थिए। तिनी प्रभुका अघि चिन्तित भएका थिए। येशूले उद्घोष गर्नुभएको कुरालाई हामी विचार गरौँ। त्यही कुरालाई लिएर चेलाहरू विचलित भएका छन्। यिनीहरू मध्ये पत्रुस जसले प्रभु येशूलाई 3 पल्टसम्म अस्वीकार गरेका थिए,
उनी सबैभन्दा बढी चिन्तित देखिन्थे। जब प्रभुले तिमीलाई भन्नुभयो, आज राति मेरो कारणले तिमी पछि हटिजानेछौ। मत्ती 26 अध्यायको 33 पदमा पत्रुसले जवाब दिए, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिल्यै पछि हट्ने छैन प्रभु। उहाँले तिनीहरूको हृदयको कमजोर अवस्थालाई देख्नुभयो। उहाँले थाहा पाउनुभयो तिनीहरूले उहाँलाई छोडी जानेछन्, तिनीहरूले उहाँलाई इन्कार गर्छन्। तिनीहरूले आफ्नो हृदय व्याकुल हुनुको कारण प्रभुले थाहा पाउनुभयो। प्रभुले तिनीहरूको उहाँप्रति देखाउनको लागेको धोकेबाजको कारण प्रभुले प्रकट गर्नुभयो। अर्को कुराले पनि तिनीहरूलाई व्याकुल बनाएको छ। येशूले यूहन्ना 13 अध्यायको 33 पदमा भन्नुभयो, हे साना बालक हो, अब केही बेर मात्र म तिमीहरूसँग रहनेछु। धेरैपल्ट तिनीहरूलाई येशूले भन्नुभयो, म माथि लगिनेछु, म माथि उठाइनेछु, तिमीहरू चाहिँ यहाँ नै रहिरहनेछौ, संसारमा रहिरहनेछौ। यस कुराले चेलाहरूलाई व्याकुल बनायो। यी सबै कुरा तिनीहरूको समझमा बस्न सकेन। तिनीहरूले उहाँको वचनलाई बुझ्न सकेनन्। तिनीहरूसँग प्रभु येशूले बिताउने समय थोरै थियो। तसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो, अब केही बेर मात्र म तिमीहरूसँग रहनेछु। केही बेर शब्दले थोरै समयलाई आउँदछ। प्रिय मित्र, को शारीरिक बाहिरी गुणले चेलाहरूको हृदयलाई व्याकुल बनाएको छ। यसले गर्दा तिनीहरूलाई अति नै चिन्तित बनाएको, उनीहरूलाई विचलित बनाएको छ। उहाँ चेलाहरूसित 3.5 वर्षसम्म बसिसक्नु भएको थियो। तिनीहरूले सबै थोकहरू छाडेर उहाँको पछि लागेका थिए। तिनीहरूका प्रभु तिनीहरूबाट अलग हुनुहुँदै थियो। अब यस कारणले उनीहरूको हृदयमा शान्ति थिएन। यो सबै कुरो येशूले जान्नुभयो। उहाँले हाम्रो हृदयमा भएका सबै कुरालाई जान्नुहुन्छ। उहाँले गजबको उत्साहको वचन तिनीहरूलाई भन्नुभयो, हामीले देखिरहेका छौँ, तिमीहरूको हृदय विचलित नहोस्। उहाँले तिनीहरूलाई अर्को कुरा पनि बताउनुभयो, मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। उहाँको पिताको घर कहाँ थियो? उहाँको पिताको घर स्वर्गमा हो। उहाँले यही कुरा बुझाउन तिनीहरूलाई चाहनुहुन्थ्यो। उहाँले तिनीहरूको आत्माको निम्ति उत्साहको वचन दिनुभयो। तिनीहरूको हृदयमा शोक, दुःख, कष्ट र पीडा थियो। यसैले उहाँले तिनीहरूको हृदयलाई प्रसन्न पार्न यी कुराहरू बताउँदै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई बुझाउनु भयो कि यो संसारमा रहने उहाँको समय एकदमै थोरै थियो। उहाँ जहाँबाट आउनुभएको थियो त्यहीँ फेरि फर्काउँदै हुनुहुन्थ्यो। स्वर्ग उहाँको वास्तविक वासस्थान हो। प्रभु येशू स्वर्गबाट मानव जातिहरूलाई उद्धार गर्न, पापबाट छुटकारा दिन आउनु भएको थियो। स्वर्ग अनुग्रहबाट बचाइएकाहरूका निम्ति पनि हो। जसले प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्दछ भने ऊ स्वर्गको निम्ति योग्य हुनेछ। उसको मृत्यु पश्चात उसले स्वर्ग देख्नेछ, अर्थात् स्वर्ग जानेछ। यो नै पापी मानिसहरूका निम्ति ख्रिस्टको अनुग्रहद्वारा बचाइएका मानिसहरूको लागि अन्तिम गन्तव्य स्थान हुनेछ। यो हाम्रो आशा हो, अर्थात् स्वर्ग हाम्रो आशा हो। स्वर्गमा सबैजना प्रवेश गर्न सक्दैनन्, तर येशूमा विश्वास गर्ने मानिस मात्रै स्वर्गमा जान सक्छ। यदि तपाईँले ख्रिस्टमा विश्वास गर्नुभयो भने तपाईँ अवश्य पनि स्वर्गमा जानुहुनेछ। यो हाम्रो महिमित आशा हो र यसैमा हामीले विश्वास गरेका छौँ। उहाँले तिनीहरूलाई भन्नुभयो, म जहाँ जान्छु त्यो तिमीहरू जान्दछौ र तिमीहरू बाटो चिन्दछौ। हामी स्वर्गमा पश्चाताप नगरिकन जान सक्दैनौँ। स्वर्गमा हामी येशूमा विश्वास गरेर मात्र जान सक्छौँ। स्वर्ग हाम्रो घर हो, तर हामी स्वर्ग देख्न सक्दैनौँ। हामीले कहिल्यै स्वर्गमा प्रवेश गर्न सक्दैनौँ जबसम्म हामी येशूलाई विश्वास गर्दैनौँ। प्रिय मित्र, स्वर्गको परिभाषा उहाँले 2 पदमा दिनुभएको छ। मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। उहाँले दिनुभएको स्वर्गको वर्णन यही हो। उहाँले स्वर्गको परिभाषा मात्र दिनु भएन, तर नरकको समेत परिभाषा दिनुभयो। नरक चाहिँ शैतानको वास स्थान हो। यो एक अतल कुण्ड हो। स्वर्ग एक सुन्दर ठाउँ हो। यसको महिमा वर्णन गर्न सकिँदैन। यो परमेश्वरको वास्तविक वासस्थान हो जहाँ उहाँ वास गर्नुहुन्छ। यो अति पवित्र हो। यो ठाउँमा कुनै पाप प्रवेश गर्न सक्दैन। बाइबलमा स्वर्गको विषयमा धेरै पल्ट उल्लेख गरिएको छ। हामीले स्वर्गको बारेमा उत्तम वर्णन हिब्रू 11 अध्यायको 16 पदमा देख्न सक्छौँ। तिनीहरू अझ उत्तम देश अर्थात् एक स्वर्गीय देशको इच्छा गर्दछन्। स्वर्गलाई हामीले पृथ्वीमा भएको कुनै पनि कुरा अर्थात् कुनै पनि देश सहरसित दाँच्न सक्दैनौँ।
यो अति महिमित ठाउँ हो। हामी हिब्रू 11 अध्यायको 10 पदमा पढ्न सक्छौँ। एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउने र निर्माण गर्ने परमेश्वर नै हुनुहुन्छ। स्वर्ग यस्तो सुन्दर पवित्र ठाउँ हो जसलाई हामी पृथ्वीमा भएको कुनै पनि सुन्दर सहरसित तुलना गर्न सक्दैनौँ। यो अतुलनीय परमेश्वरको वासस्थान हो। पत्रुसले दोस्रो पत्रुसको पुस्तक 1 अध्यायको 11 पदमा यसरी भन्छन्, अनन्त राज्य भनेर सम्बोधन गरेका छन्। यो परमेश्वरको राज्य हो। पत्रुसले स्वर्गलाई राज्यको रूपमा उल्लेख गरेका छन्। यो येशू प्रभुको अनन्तको राज्य हो। लुकाको पुस्तक 23 अध्यायको 43 पदमा स्वर्गलाई स्वर्गलोक भनी उल्लेख गरिएको छ। साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ। दोस्रो कोरिन्थी 12 अध्यायको 3 पदमा हामीलाई यसरी भनिएको छ, स्वर्गलोक भन्ने शब्द प्रयोग गरेर उच्चारण गरिएको छ। पावलले स्वर्गलाई स्वर्गलोक भनी सम्बोधन गरेका छन्। तिनले भन्दछन्, त्यो मानिस स्वर्गलोकसम्म उचाली लगियो। तसर्थ हाम्रो बाइबलका खण्डहरूले बताउँदछ स्वर्ग चाहिँ परमेश्वरको वासस्थान हो। यो उहाँ बास बस्ने ठाउँ अर्थात् परमेश्वर बस्ने ठाउँ हो। येशूले भन्नुभयो, मेरा पिताको घर। यो संसारिक भवन अर्थात् मन्दिर भन्ने शब्द प्रयोग गरिएको कुरा हो। हामी प्रभुले मन्दिरलाई शुद्ध पार्नु भएको कुरा यूहन्ना 2 अध्यायको 16 पदमा पढ्न सक्छौँ। येशूले भन्नुभयो, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याऊ। परमेश्वरले यरुशलेममा आफ्ना वासस्थान खडा गर्नुभयो। उहाँ परमेश्वर हुनुहुन्थ्यो र यो आराधना गर्ने केन्द्रीय स्थल थियो, जहाँ परमेश्वरलाई आराधना गर्न विभिन्न ठाउँबाट मानिसहरू आउने गर्दथे र उहाँको पूजा आराधना गर्दथे। स्वर्गमा मानिसहरू जसले येशूलाई विश्वास गरेर प्रवेश गर्दछन्, तिनीहरूले उहाँलाई अनन्त कालसम्म आराधना गरिरहनेछन्। त्यहाँ परमेश्वरको आराधना अनि प्रशंसा हुँदछ। परमेश्वर सबैको केन्द्र हुनुहुन्छ। आज तपाईँले यस विषयमा गम्भीर भएर विचार गर्नुहोस्। आदरणीय श्रोता मित्र, के तपाईँ त्यहाँ जानको लागि येशूमा विश्वास गर्नुभएको छ? के तपाईँले परमेश्वरको वासस्थानसम्म उक्लने इच्छा गर्नुभएको छ? के तपाईँ त्यहाँ जाने अघि यस पृथ्वीमा येशूलाई आराधना गर्नु पर्दछ भन्ने कुरा थाहा पाउनु भएको छ? उहाँले तपाईँलाई इच्छा गर्नुहुन्छ, तपाईँलाई चाहनुहुन्छ। यस पृथ्वीमा नै तपाईँले ख्रीष्ट येशूलाई विश्वास गरेर तपाईँ स्वर्ग जानको निम्ति काम गर्नुपर्दछ। यदि तपाईँले पृथ्वीमा येशूको आराधना र प्रशंसा गर्नुभएको छैन भने यो तपाईँको लागि खतरा हुन सक्छ, किनभने ख्रीष्ट येशू बिना हामी जान सक्दैनौँ। तसर्थ यहाँबाट अर्थात् पृथ्वीबाट नै तपाईँले येशूको आराधना गर्न सिक्नुहोस् र तपाईँ स्वर्गसम्म परमेश्वरको आराधना गर्न सक्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशूको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँ एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ। कार्यक्रम बाइबललाई बोल्न दिउँ, पोस्ट बक्स नम्बर 19572 काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छौँ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।